Giving up is not in the blood zone. It's not for the start. नमस्कार मेरो नाम भागिनी उपानी प्यार की माँ की आज पूजा करनी है तर मान्छेलाई आदि खसी फोनबाट नि देखिएको छ आधी घरि छोडेछ आधी छोडेछ हेलो हेलो स्वागत छ फेरि धेरै पछि आज चाहिँ हामी बिच जान लागेको आई थिङ्क बनमोत कि डडलडुरै जान्छ होला सायद द गाइजहरू रेडी हुँदैछन् हामी चाहिँ दुईवटा गाडीमा जान लागेको हामी 7 जना छौँ टोटल चाहिँ सो त्यही हो यता गाइजहरू रेडी हुँदै सामानहरू हाल्दैछन् दर्शन यहाँ छ अमित भाइ यहाँ छन् बेल यता छन् के छ घरभित्र अस्ति लिएर गएको थियो त्यही हो क्या अमित भाइ तिमी त भाइरल भएको अरे नि त लास्ट म कहिले ड्रग हुँदैन भनेको त केटाले त अनि सोबाट छिन् कहिलेको थियो बातको हो कि त्यो भिडियो चाहिँ तल म सुत्न गएको थिएँ त अनि तानेर आउनु गएको थिएँ त तानेको गाइजहरूको जुत्ता चप्पल लगाएर आउनु पर्छ भाइ चप्पल लगाएर आऊ यस्तै त्यो चप्पलले कहाँ आयो त ए अनि त्यही छ छन त होइन भित्र राख न बाबु ल जाऊ न अल्छी नगर न त्यही हो आज त फ्रेस होइन त भाइ ए ऐसा चाहिँ खानासाना त्यो पनि खानासाना नि खाइसक्यो गाइजहरू सबै खाना सही थियो नि त धेरै दिनपछि पोर्क बसो फ्याट खाएको मजा आयो बिहानमा कति बजी छ 11:25 गइरहेको छ 3 जना आएर नि अम्की घुम खाएर एकछिनमा चाहिँ बिचतिर जानेको तयारीमा ल खाइ त है तिमीलाई खुर्सानी है त भाइ ल बोसो खाऊ न बोसो खाएको हेरौँ न बोसो ल ठिक छ मासु अझ थप तिम्रो स्वर्ग पुगे जस्तो भयो चस्मामा भिडियो सिडियो बनाऊ न चस्मा त पछाडि चला झोलामा होला सायद ल त्यही हो अरू गाइजहरूलाई कुर्दै हो अपडेट गर्दै गरौँला है त ल सी यू वाइफाइ छ त के छ ओइ वाइफाइ नि छ है ल मलाई खानामा चाहिँ एक्सक्युज मी थ्यांक यू फर वाइफाइ पासपोर्ट के हो पासपोर्ट चाहिँ के हो सिस्टममा ल गइहालौँ ल गइहालौँ ल बस्नु ल मर्निङ आराम हुन्छ A few moments later. हामी चाहिँ आधी बाटो पुगिसकेछौँ अब 1 hour 35 मिनटमा पुग्छौँ अहिले बजेको छ 2 अनि पुग्छौँ 3:38 मा झन्डै 4 बजी पुग्ने भयो 5, 6, 7, 8 बजीसम्म खेलेर 9 बजीतिर फर्क्यो भने ठिकै हुन्छ होला सो त्यही हो जेनिसले अनि हालेर टाइम हानेर टक्क भिडियो सुटिङ गरेर चिल हानेर आउनु हेलो गाइस आज म पनि छु आवाज चाहिँ सुन्ने छ कि छैन आज एकजनालाई बक्रो बनाउनु पर्ने थियो क्या दाइ होला होइन आई थिङ्क 10 मिनट पुगिन्छ हामी चाहिँ यहाँ एकछिन दोकानमा आएको राति नाइट काम गरेर आएको त्यस्तो धेरै सुतेको छैन 2 घन्टा सुतेको झुम्म बनाइसकेको छ लोन्डी चाहिँ आएको हामी यहाँ चाहिँ गाइज अर्को गाइजहरू चाहिँ उता बाटो मिस भयो अरे बाटो मिस भएर आई थिङ्क अझै आधी घन्टा लाग्छ अरे सो त्यही हो हामी चाहिँ यता सुसन भाइ जेनिस चिना हेरौँ न त सुसन भाइ के लियो यस्तो
यहाँ साह्रै गर्मी भएर उयो क्यामेरामा के भन्छ के छैन नि सो साह्रै गर्मी भएर हामी त यहाँ पुग्नलाई जम्मा 5 मिनट 6-7 मिनट छ होला होइन 7 मिनट चाहिँ गर्मी भएर चिसो खाना लाग्यो हामी चाहिँ कुरेको आधी घन्टा भइसक्यो गाइजहरू एक्जिट मिस हान्यो भन्दै थिएन अहिलेसम्म आएकै छैनन् लोकेसन पठाइसक्यो यहाँको खै त हामी चाहिँ यहाँ छ गाडी यहाँ छ गाइजहरू अहिलेसम्म आएको छैनन् आउनु पर्ने थियो त है अहिलेसम्म छैनन् के अब कुर्दै हो हामी चाहिँ हुन त जम्मा 5 मिनट पुगिन्छ अब चाहिँ गन्तव्यमा फाइनली हामी मिस हान्ने चाहिँ अमितले गर्दा किन भन्दा अस्ति वेल्स जाँदा नि अमितले हो एसिस्ट नगर्दै र अमित भाइ उसमा रामदाई गाडीमा हाम्रो त कहिले मिस हुन्न है दाइ हामी त नेभर नेभर त्यही हो मिस भइहाल्यो भने पनि म यहाँ चलेछु हाम्रो खास प्लान कहाँ थियो जाने बिच जाने थियो तर कहाँको बिच जाने थाहा थिएन अनि लास्टमा बोनमोत भन्ने थियो बोनमोत जाने भनेर लास्टमा निस्किने बेलामा त कहाँको डडलडोर पो आइयो म दारी खाँदै कसै डडलडोर भनेको डडलडोर आइयो डडलडोर आयो होइन त दाइ यो त खतरा हुन्छ है बिवाइडी है आमा 26 को बिवाई मलाई कस्तो मनपर्छ आजकल यो बिवाइडीको ठ्याक्क हाम्रै अगाडिसम्म आइभएको थिएन आएर नि उता कटिसकेछन् अनि ठिकै छ जान भनिदिएको गाइजहरूलाई चाहिँ सो हामी पनि अब निस्किन्छौँ यहाँबाट यत्रो आधी घन्टा जति कुरो के अरे लास्टमा त एक्जिट के अरे फेरि मिस हानेछन् क्या उता पुगिसकेछन् अब ठिक छ हामी पनि निस्किन्छौँ अब भयो त ल वो हामी आइसक्यो हामी आई थिङ्क मिठो हिँड्नुपर्छ होला यहाँ लेफ्ट साउन्ड पर्दैन यहाँबाट हिँड्नुपर्छ बरु हो पार्किङ त फ्री जस्तो छ त त्यहाँ मेसिन छ हाम्रो गोरे भाइ फाइनल्ली गाइजहरूलाई यहीँ भेट्यो यता चाहिँ धन्यवाद भाउजू म झरेँ पहिला को मिस भयो यहाँ 1 2 3 जना काजल के 3 जना मात्रै हो म त 4 जना जस्तो लाग्थ्यो आमा के यस्तो दर्शन म यो भ्लगमा हालिदिन्छु के अरे होइन होस् भो ठिकै छ सोच्छु गाइजहरू आइसकेन् यहीँ छ आई थिङ्क कति हिँड्नुपर्छ 10-15 मिनट त हिँड्नुपर्छ जस्तो लाग्छ सो यस हामी आइसकेको छौँ अब तर गाइज कति बज्यो दर्शन कति बज्यो 4 बजे ठ्याक्क 4 बजे आमा 12 बजे हिँड्ने क्या 4 बजे पुग्यो यार हिँड्दै 1 बजेको थियो सो ठिक छ अब हाम्रो प्लान चाहिँ ओहो आजको प्लान चाहिँ त्यो डडलडोरको त्यस्तो छ नि त होइन हो त्यो माथि चढेर डाइभ हान्ने प्लान छ सबले स्विमिङ गर्छन् उता दर्शनले चाहिँ गर्दैनन् त्यही हो अब ठिक छ अपडेट गर्दै गरौँला है त ल सी यु गाइस कस्तो रे भाइ अमितले राम्रोसँग एसिस्ट नगरेर खालि मिस हुन्छ क्या एक्जिट अमित ड्राइभर साहब अनि अमित भाइ खासमा के भएको कुरा अन्त वाट्सएप भन्ने थियो मैले दाइलाई होइन स्काई दिइरहेको फेरि वाट्सएप भन्नु फेरि होइन त्यो भएर दाइ फेरि बिर्सिनु भइरहेको कि बेललाई गाइजहरू गाडी लक गर्यो राम्रोसँग ओके फाइनल्ली 4:30 भयो हामी बल्ल जाँदैछौँ गाइस मान्छेहरू फर्किँदैछन् हामी चाहिँ बल्ल जाँदै अनि दामी टाढै देखेन त केही पनि उतै ढुङ्गामा चढ्ने हो क्या त्यो ढुङ्गामा चढेर डाइभ हान्ने हो क्या अब ओ ह्यान्डसम डोर खै
कता हो हाम्रो त्यहाँ हो ए आएको छैन हौ आएन कि म उत्योदेखि सानो पल देखेछ हो त्यहीँबाट यता यो चाहिँ नमस्कार मेरो नाम भाग्यनी उपानी पनि दर्शन सुनार होइन हामी चाहिँ आज डर सरी नाम चाहिँ अलिकति बिर्सिहालेँ त्यही पनि दाइले सम्झाइदिइहाल्नु भयो हामी चाहिँ घुम्न आएको छौँ हल्का फुल्का होइन साथ सपोर्ट र माया सबैजनाले दिनु होला ल लेट्स गो यता पनि देखाइदिनु होला अलिअलि यता फेरि हामी गइन्न है यताखेरि छपरीहरू पौडी खेल्नु छ कि फेरि हल्का अक्षय कुमार दाई हाम्रो अक्षय कुमार दाईको जाम प्यार की माँ की प्यार की माँ की आज पूजा करनी है प्यार की माँ ये क्या है के अरे म चाहिँ फेरि माथि गएर तल के अरे माइक्रोफोन हराएछ क्या मेरो क्यामेराको माइक्रोफोन हराएछ अनि माथि छ कि किनकि ट्राइपोड उता एक्सचेन्ज गरेर आएको थियो ट्राइपोड चाहिँ त्यो झिक्ने बेला खस्यो होला भनेर पुल माथि गएर आएको त्यहाँ पनि नरहेछ टेन्सन भयो मेरो माइक्रोफोन कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको हराइरहेको छ यार ठिक छ गाइजहरू चाहिँ आई थिङ्क पुगिसक्यो नि म चाहिँ गएर फर्किँदै अब सो हामी चाहिँ भिडियोहरू बनाउँदै थियौँ माथि होइन यी भिडियोहरू हेर्नको लागि इन्स्टाग्राममा फलो गर्नु होला दामी दामी भिडियो बनाएको छु सो त्यही हो यहाँबाट के यहाँ स्विमिङ गरेर त्यो डाँडो त्यो चुच्चो खाने यो हात्तीको सुट जस्तो हो त्यहाँसम्म पुग्न त्यस्तो टाढा देखिन्न तर खेल्यो भने एकदम टाढा हो क्या अनि म त्यति बेला स्विमिङ आउँथेन तैरिने मात्रै जाने थिएँ कि अनि म वहाँ पुगेर डाइभ हानेको क्या यहीँ आएर म स्विमिङ सिकेको यहीँ हो भनौँ न दोस्त थाकेको छ कता हो प्रमोसन गाइजहरूको तर यहीँबाट हेरेर त कहाँ छन् गाइजहरू यार हामी चाहिँ बल्ल गाइजहरू भएको आमा गाइज पौडी खेल्छ क्या कोही छैन भनेर ए हो गाइजहरू गइसक्यो नि उहाँ गइसक्यो रहेछ दोस्तहरू मान्छे र आदि खसी यो खै कसरी हो हजुर त्यहाँबाट डाइभ हानेको त्यस्तो त देखिएन दाइलाई त त्यही पौडी जानुभएको कि उता त्यो चाहिँ आयो तर कता ओ यति सानो आहा सो सबै दामी भइरहेको थियो होइन म चाहिँ वहाँ पुगेर त्यो टुप्पोमा पुगेर हाम फालेको भिडियो खिच्यो भनेको योबाट भिडियो खिच्दैन यहाँबाट जुमै हुँदैन नि त अनि फोनबाट खिच्छ भनेको गाइजहरूलाई ठिकै छ ये मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े खिच्दैनन् गाइजहरू उता पौडी खेल्दैछन् यता ऊ मरमेड हो गोरे मरमेड हाँस नि एउटा मरमेड हेलो डॉक्टर साहब मैंने कुत्ते को काट लिया ओ मेरा मतलब कुत्ते ने मुझे काट लिया अर्को मरमेड गाइजहरूले भिडियो बनाइदिएनन् अब एकछिन पछि फेरि जान्छु म माथि चढ्छु हाम फाल्छु टिकटकमा भिडियो हाल्नुपर्ने छ क्या एउटा दामीवाला त्यही भने आई थिङ्क दुईजना दाइ चाहिँ भएन है स्ट्यामिना पुगेन मरमेड हाम्रो मरमेडहरू सब सुतिसकेन् यता चाहिँ के भयो यस्तो के भयो हाम्रो ओ भाई मारो मुझे मारो मुझे मारो के छ त हेर न दर्शकले हात निकाल्दिने यस त्यहाँबाट डाइभ नै हानेर आयो 2-3 चोटि अनि दामी पानी खायो घप्का घप्पा ओहो सही डढेछ यार आज त ठिकै छ धन्दा
फर्स्टमा म गएँ धन्दा नेक्स्ट टाइम अर्कोचोटि भाइहरू सबै दामी भयो भाइ ए अनि अर्को कुरा साँच्चै चस्मा नै लाएर डायो भनेको चस्मै गायब के पोल्यो भाइले बिचरा त्यसपछि म खोज्छु भनेर ढ्याममा डायो हान्दै थिएँ भेट्दै भेटेन है भनेको त झन् कस्तो मुनि मुनि हेरेको माथि नै तैरी थियो क्या म त हजुरले भेटाउँथेँ नि त्यो बरु म खोजेर भेट्थ्यो होला तिमीले माथि गाइड गरे भयो अनि चस्मै गायब भयो अलिकति ढिलो के Giving up is not in the blood, sir. One more. 3, 2, 1, go. Giving up is not in the blood, sir. बेलदाई हो अब माथि सेकेन्डमा अमित दाई हुनुहुन्छ अमित दाई अब सुशान्त दाई सुशान्त भाइ कहाँ माथिबाट उता ओ माई गॉड वेल डन हाम्रो बेलको फोनै आएको छैन आज ब्रेकअप भएको है ये त हुन् नि त तु मुझसे प्यार गर्ती कि नहीं भन्ने सो चिसो भयो अहिले त हामी खतरा खेल्यो पौडी त्यो उबाट नै हाम फाल्यो सबै गर्यो तर भिडियो चाहिँ गाइजहरूलाई त्यस्तो झन् युट्युब र टिकटकको लागि बनाउन भनेको त्यस्तो राम्रोसँग बनाइदिएन रहेछन् ठिकै छ अब चाहिँ चिसो भयो कति बज्यो गाइज अहिले 6:24 भएको रहेछ अब बिस्तारै अहिले त होइन अब बिस्तारै निस्किन्छौँ होला यहाँ गाइजहरू थाकिसक्यो अनि के अरे चाउचोहरू ल्याएको होइन त लिटल एसियामा खै त चाउचोहरू त लिटल एसियापट्टि चाउचो वाइफाइहरू ल्याएन त्यो ठिकै छ माथि नै रहेछ माथि गएर खाउँला सो ठिक छ कस्तो झुम्म बनायो यार आँखा यार चिसो भयो त बेल कस्तो भयो त दामी भयो फेरि हाम फाल्ने त फेरि मजा आयो तर भिडियो चाहिँ अलिकति कम भयो हुन्छ सायद नत्र त अरू त भोको जति चाहिँ देखाउँछ सही सुशान्त भाइ कस्तो भयो त हाम फाल्दा के भयो रे हाम फाल्दा अघि यहाँ झन् त्यो चस्मा हरायो नि म त चस्माले गर्दा नि सेकेन्डको हामफालाई त के भयो 3 करोड रुपैयाँ तिरेर अफ्रिकामा मैले मुखमा प्लास्टिक हालेको दुईटा किनिदिनु पर्छ ममले हान्दिन्छु हाम्रो लुङ्गी डान्स मेमोरिज रहेछ नि त होइन म काम गर्ने मान्छे हो सो आई थिङ्क 7:30 भइसकेको छ अब सबैजना निस्किन लागेको छौँ हामी सबैजना सो रमाइलो भयो बेल अब निस्किने होइन त निस्किने अब धेरै पनि खेल्नु हुँदैन होइन खेल्यौँ यसपछि केही प्लान छ त नि हाम्रो त्यसपछि चाहिँ हल्का भोक लागिरहेछ कहाँ चाहिँ जाने अरे वेलकम ब्रेक जान्छौँ होला वेलकम ब्रेक सोल्टिनीकोमा होइन ल ठिक छ ल ब्रेकमा वेलकम हामी कहिलेको फ्यान हुन् फेरि यता होइन सो दर्शन सपोर्ट ल अब चाहिँ हामी निस्किन्छौँ है त ल कहाँ गयो अमित भाइ त्यहीँ रहेछन् सुशान्त भाइ यहीँ छन् 1 2 3 4 5 6 7 ल हामी गएको अब त है त ल सी गाइस
सो हामी चाहिँ कस्तो लक्की पनि रहेछ आज के रे चन्द्रगढ हो कि के हो हुँदै रहेछ होइन ओए कति छिटो भएको यार सिसेपको हेर्नु त ओए है हाफ मुन जस्तो देखिएको यस्तो छ अँधेरो ठाउँको ठाउँ अँधेरो भएको के होइन गाइस अहिले कस्तो घाम चकिलो थियो अहिले हेर न अहिले भर्खरै देखाएको अहिले आधी भइसक्यो आधाभन्दा सानो दामी यार पानी पनि यहाँसम्म आइसक्यो अब त पाउँछ हामीलाई पनि भर्खरै मम्मीले चाहिँ के अरे चस्मा लगाएर हेर भन्दै हुनुहुन्थ्यो चस्मा लगायो भने त नदेखिँदो रहेछ फेरि टाइपको देखेको यार फिल्टर हाल्नु हेरे यस्तो हेर न यहाँबाट फुल देखेको छ ए अरे के देखेछ अँधेरो भएको छ तर उज्यालो देखिरहेको छ यहाँ चाहिँ कस्तो दामी देखेको यार कलर ग्रेडिङ गरे जस्तो देखेछ के है कस्तो दाम माथि बहने भ्याम के बरु आई थिङ्क हामी माथि गयो भने त भ्यान्छ कि दामी देखियो यार सो यस दामी मजा भयो स्टिल त्यस्तै भइरहेको छ सूर्यग्रहण भइरहेको छ तर क्यामेराले चाहिँ कस्तो उज्यालो देखाइदिइरहेको छ तर अँधेरो भइरहेको छ क्या त्यही के अरे भाइ सोलर इक्लिप्स के हो त्यही भइरहेको छ तर हाम्रो नेपालीहरू कति धेरै अरे नेपालीहरू देखिँदैन होइन ठिक छ रमाइलो भयो आज चाहिँ यसो हेर्दा देखिँदैन होइन तर हेर्दाखेरि 20% नेपाली थियो क्या है यहाँ 20% नेपाली छ नेपालीहरू टन्ने क्या है यामा हामी चाहिँ उकालो चढ्दै अहिले चाहिँ गाडीसम्म जाँदै खै चस्मा लाएर हेर्नुपर्छ हामी चस्मा लाएर हेर्नुपर्छ भन्दैछ उतातिर चाहिँ फोटो माथि राम्रो आउँछ फोटो कता बार्की लाग्यो यार सो थाक्यो यार अहिले त धेरै ठाडै उकालो क्या त्यहाँबाट त उकालो दुईचोटि चढिसक्यो यार म त यार प्लस बाढकिल्लाकोलाई किन यार यस्तो बाढकिल्लाकोलाई भयो म यहाँ आज किन आएको थाहा छ म यहाँ अनि सूर्यग्रहण त्यहाँ हुँदैछ हामी 1 2 3 4 जना जाँदैछौँ अनि 3 जना चाहिँ अलरेडी आई थिङ्क माथि पुगिसक्यो होला यस्तो छ इभन मान्छेहरू त स्टिल अझै जाँदैछ नि यार मान्छेहरू जाँदैछन् हामी फर्कियो कति बज्यो 8 बज्यो होला यार अहिले त आई थिङ्क 8 बज्न लाग्यो कि 8 चाहिँ बज्न आँट्यो हाम्रो दिदीभाइहरू यहाँ अफ हुन लाग्यो 8% भयो त आज कस्तो बाढकी लाग्यो यार यसो त लास्ट टाइम एकचोटि भएको थियो यार यस्तो बाढकी किन लाग्छ यार त्यही छ हामी त नेपालमा त त्यही कसै सम्झ्यो भने भन्छ होइन पानी कम नि पानी खाइभए दामी पानी खायो घप्पा माथि हेर्नुपर्छ सास रोक्नुपर्छ बाढुल्की त कस्तो ननस्टप लाग्यो यार दोस्तहरू चाहिँ आइसकेको रहेछन् कस्तो अरे भाइ जाने भइजाम थोकै लाग्यो जो सुक्कालो चढ्दाखेरि हल्का दर्शन तिम्रो बाढुकी सन्चो भयो हल्का मेरो कन्टिन्यू भएको भयो क्या पानी खाएँ कि मैले कस्तो एभ्री टाइम एभ्री 10 सेकेन्डमा आयो क्या अहिले त कुरकुरे खाँदै हामी चाहिँ 1 2 3 4 5 कति कम भयो जस्तो भएको होइन के भयो रे उयो सन्चो भएछ बाडुल्की त सन्चो भएछ पनि जनकदाइ कम भयो अनि बहिनीहरू हो नि त नेपाली जस्तो देखेको है सो गाइजहरू सबै गाडीमा आइसकेको छन् अब चाहिँ हामी निस्कन लागि ड्राइभ चाहिँ मैले गर्न लागेको अहिले चाहिँ
सो यस अब चाहिँ सिधै के अरे फ्लिट सर्भिसमा जान्छौँ हामी वेलकम ब्रेक जेनिसको फेभरेट अनि त्यही त सिधै वेलकम ब्रेक जान्छौँ त्यहाँ गएर क्याफसी के खान्छौँ अनि त्यसपछि घर गएर सुत्ने अनि भोलिको प्लान आमा मेरो भोलिको प्लान दामी छ भोलि चाहिँ मेरो फुल ट्याटु हान्ने प्लान छ मेरो चाहिँ भोलि त्यही हो 3% भइसक्यो ल मेबी अलिकसीमा चार्ज गर्छु अपडेट गर्दै गर्नुलाई त ल सी यु गाइस यस हामी चाहिँ फर्किँदै भ्यू चाहिँ कस्तो दामी लाग्यो अहिले आएर दामी छ A few moments later. सो हामी चाहिँ यता सर्भिस स्टेसन नि आइसक्यौँ गाइजहरू सब थकित अवस्थामा ठिक छ 10:30 भइसक्यो सो यस आजको लागि यति नै हो आई थिङ्क अब केही न केही खान्छु अनि राम्रो भयो आजको दिन सो हजुरहरूलाई नेक्स्ट भ्लगमा भेटौँला है त ल सी यु in the next vlog. See you in the next vlog.